सबैलाई नमस्कार। तपाईहरुलाई बसन्त के ब्लकमा स्वागत छ। यति बेला म परिवर्तन गाउँपालिका वडा नम्बर 2 राङसीको डाँडा गाउँमा छु। यस पर्यटकीय स्थलमा घुम्न आएको छु र यो पर्यटकीय स्थलमा के छ त तपाईहरुलाई म पक्कै पनि भित्र गएर दृश्यहरु देखाउने नै छु। ल अब चाहिँ लागौ है त भित्र। ल म चाहिँ अब गेट खोलिसकेको छु र भित्र प्रवेश पनि गरिसके र चाहिँ दामी बनेको रहेछ यो स्थान चाहिँ। आम्मा बवाल छ है, बवाल छ। पुरै ढुङ्गै ढुङ्गाले बनेको छ है। यो आँगन प्राङ्गण चाहिँ ढुङ्गै ढुङ्गाको बनेको छ। विशेष गरी यो चाहिँ प्रचण्ड बसेको घर हो। त्यसै कारणले गर्दा यो संरक्षण गरेर राख्नु भएको छ। म तपाईहरुलाई सबै दृश्यहरु देखाउने छु। यही नै हो है त घर। विशेष गरी यो पहिलेकोमा चाहिँ यो चिन्ह लागेको ठाउँमा चाहिँ गोली लागेको भन्ने संकेत देखाउन खोज्नु भएको रहेछ। यो एक ठाउँ, दुई ठाउँ, तीन ठाउँ गरेर विभिन्न ठाउँहरुमा चाहिँ धेरै लागेको रहेछ। तपाईहरुलाई यो दृश्य पनि देखाइरहेको छु। यो पुरानो काठ र ढुङ्गा अनि माटोबाट बनेको घर हो। त्यसैगरी हामीसँग यो तल्लो तलामा भुइँतलाको घर हो। यो चाहिँ यो भित्र चाहिँ के छ त अब म तपाईहरुलाई दृश्यहरु देखाउन गइरहेको छु। फाइनली म प्रवेश गरिसके र यो पनि माथि बैकल चढ्नको लागि एउटा भर्याङ लिस्ना पनि भन्छ। यो भर्याङ चाहिँ रहेछ, काठले बनेको छ। माथि चाहिँ यो माथिल्लो तलामा चाहिँ आइसक्यो। अलि अड्यारो भएको कारणले गर्दा म विशेष गरी चाहिँ प्रचण्ड सुत्ने खाट चाहिँ रहेछ। यही नै हो भन्ने यहाँ लेख्नु भएको रहेछ। प्रचण्ड सुतेको खाट है। एकवटा मात्रै छ, भित्र चाहिँ अड्यारो छ, म गएन। विशेष गरी काठबाट बनेको छ र अब लगत्तै म अब तलतिर झर्दैछु है। एकदम डेन्जर छ, खतरा ठाउँ छ है यो चाहिँ। झर्दाझर्दी लोटिला जस्तो छ। क्यामेराम्यान अलि राम्रोसँग आउनु होला है। लगत्तै अब म सुरुङहरु देखाउन गइरहेको छु। यहाँ चाहिँ सुरुङ मार्ग। उसले घर चढी बनाएपछि आपतकालीन अन्डरग्राउन्ड पहलबाट जङ्गलतिर जाने ठाउँ भनेर लेखेको रहेछ। अब यो चाहिँ सुरुङ मार्ग पनि रहेछ है। म तपाईहरुलाई देखाउन गइरहेको छु। सुरुङ मार्ग चाहिँ यही हो। यहाँमा चाहिँ भाग्ने ठाउँ बनाउनु भएको रहेछ। सुरुङ मार्ग यसरी नै चाहिँ म चाहिँ भित्र प्रवेश गरे है त सुरुङमा। ओहो खतरा रहेछ, त डेन्जर रहेछ। यता जाँडै गाह्रो पो छ त, अप्ठ्यारो भइरहेको छ मलाई है। त्यही पनि प्रयास गर्दैछु। एकदम यो कठिनाइ अलि गाह्रो नै होला भन्ने हिसाबले म चाहिँ अलि जान सकिनँ। तपाईहरुलाई म लगत्तै अब बाहिरको दृश्यहरु देखाइरहेको छु। एकदम यो वातावरण शान्त छ, एकदम रमणीय छ। पारिपट्टि देखाइरहेको दृश्यहरु यो राङकोट छ। त्यसैगरी पारि रुकुमको चुन्बाङको माथि डाँडा पनि देखाइरहेको छ। कुरेली त्यसैगरी कोरल पनि देखिएको छ। यो कम्पाउन्डर चाहिँ तारबारले लगाइएको छ, तारबार लगाइएको छ।
त्यसै गरी यो चाहिँ माठे 3 ले चाहिँ संरक्षण गरिएको छ। यो घरलाई चाहिँ पुरै कम्पाउन्ड पनि गरिएको छ। र फुलो पनि फुलेको रहेछ। यो पछाडिपट्टिको साइडको पनि दृश्य देखाएको छु। तपाईहरुलाई पुरै चारैतिरको दृश्यहरू देखाइरहेको छु। तल यो गाई गोठ पनि रहेछ। गाई भैँसी बान्ने ठाउँ पनि रहेछ। दामी फुल पनि फुलेको छ। बास्ना पनि दामी आएको छ। र त्यसै गरी अब यताको यो दृश्य देखाउन गइरहेको छु। र यो शौचालय रहेको छ। शौचालय 2 वटा शौचालय छ। र यसमा चाहिँ अलि महिला पुरुष छुट्टाएर लेख्नुपर्ने जस्तो देखिराखेको छु मैले। एउटामा चाहिँ महिला र अर्कोमा चाहिँ पुरुष। र त्यसै गरी हाम्रो पानी ट्याङ्की पनि छ। पानी ट्याङ्की चाहिँ अहिले चाहिँ आएको छैन है। अनि यो धारा पनि छ। धारामा पनि पानी चाहिँ आएको छैन। हल्का पानी पिउँ कि भन्ने चाहिँ यसो लागेको थियो, तर पानी चाहिँ आएको छैन। यो अर्को ट्याङ्की पनि रहेको छ। यो चाहिँ विशेष गरी ढुङ्गाले बनेको छ। एकदम यो प्राङ्गण चाहिँ दामी छ है त। त्यसै गरी पारिपट्टिको दृश्यहरू देखाउन गइरहेको छु। विशेष गरी यो चाहिँ तिनचुलेन भनेर भनिन्छ। 3 वटा चुलाको आकार भएको कारणले यसलाई विशेष गरी तिनचुलेन भनेर चिन्ने गरिन्छ। त्यसै गरी क्यामेराम्यान अलि देखाउनु होला, यता आएर अगाडि आएर चाहिँ पारीको दृश्य देखाउनु होला है। यताबाट हेर्ने दृश्यहरू छ। उता पारी घरटी गाउँ लगायत अन्य दृश्यहरू छ। एकदम रमणीय छ। तपाईहरु पनि पक्कै यस स्थानमा चाहिँ एकपटक पक्कै पनि भ्रमण गर्नु होला, घुम्न आउनु होला भन्न चाहन्छु। यति बेला ठ्याक्कै यो हाम्रो हेलिप्याडमा आइपुगेको छु। हेलिप्याडको दृश्यहरू पनि देखाइरहेको छु। विशेष गरी यो हेलिकप्टर बस्ने ठाउँ भनेर चाहिँ बनाइएको छ। पारीतिर चाहिँ तिनचुलेन दृश्य छ भनेपछि अहिले चाहिँ अब त्यसै गरी पारीतिर चाहिँ भोल्टुङतिरको दृश्य पनि देख्न सकिन्छ। त्यसै गरी राङकोट, कोरल, कुरेलीतिर निनमाङ पनि दृश्य देख्न सकिन्छ। त्यसै गरी पारीपट्टि यो पक्कै पनि यो पोस्ट सुरक्षाकर्मीको लागि चाहिँ बनेको होला सायद। पोस्ट पनि देखाउन गइरहेको छु। यसरी चाहिँ ड्युटी गर्ने चाहिँ